युवा तथा खेलकुद मन्त्री बब्लु गुप्ताले फर्जी कम्पनी र कागजात खडा गरेर केही व्यक्तिलाई अमेरिका छिराउन खोजेको खुलासा भएको छ। प्रधानमन्त्री सुशीला कार्कीले मन्त्री पदबाट राजीनामा मागेसँगै एकपटक अमेरिका घुमेर आउँछु भनेका मन्त्री गुप्ताले आफूसँगै सचिवालय सदस्य र फर्जी कार्यक्रममा सहभागिताको नाममा केही व्यक्तिलाई अमेरिका छिराउने प्रयास गरेको खुलासा भएको हो। यसअघि यस्तै प्रयास कोशी प्रदेशमा भएको थियो। कोशीका मन्त्री लीला बल्लभ अधिकारीको जापान भ्रमण विवादमा परेको थियो भने उनले मानव तस्करीको प्रयास गरेको आरोप लागेपछि मन्त्री पदबाट राजीनामा दिएका थिए। यसैगरी युवा तथा खेलकुद मन्त्री गुप्ताले पनि फर्जी कार्यक्रम र फर्जी कागजात खडा गरेर आफूसँगै केही व्यक्तिलाई अमेरिका पुर्याउने योजना बनाएको आरोप लागेको छ। तर अब उनको यो योजनामा ब्रेक लाग्ने भएको छ। मन्त्री पदबाट राजीनामा दिनुअघि अमेरिका जाने बहानामा उनले केही व्यक्तिलाई पनि यही मौकामा आफूसँगै अमेरिका लैजाने योजना बनाएकोमा उनको भ्रमण रद्द गर्ने तयारी भएको छ। उनको नियतबारे प्रश्न उठ्न थालेसँगै मन्त्री गुप्ताको अमेरिका भ्रमण रद्द गर्ने तयारी भएको हो। राष्ट्रिय स्वतन्त्र पार्टी राजसपाको राजनीतिक गतिविधिमा संलग्न भएको भन्दै मन्त्री गुप्तालाई प्रधानमन्त्री सुशीला कार्कीले तत्काल राजीनामा दिन तारन्तार दबाब दिइरहेकी छिन्। तर मन्त्री गुप्ता भने एकपटक अमेरिका घुमेर आएपछि मात्रै मन्त्री पदबाट राजीनामा दिने अडान राखिरहेका छन्। प्रधानमन्त्री कार्कीको आग्रह अनुसार मन्त्री पदबाट राजीनामा दिनुपर्ने मन्त्री गुप्ताले अस्तित्वमै नभएको फर्जी आयोजक र फर्जी निम्तो पत्र समेत खडा गरेको खुलासा भएको छ। नेपाल सरकार वा अमेरिकामा रहेको नेपाली राजदूतावास वा अमेरिकी सरकारको अभिलेखमा नभएको आयोजक देखाएर मन्त्रीको हैसियतमा उनले मन्त्री परिषदबाट भ्रमण समेत स्वीकृत गराएका छन्। मन्त्री गुप्ताको यो गतिविधि अनियमित र गैर जिम्मेवार भएको भन्दै विरोध चर्किरहेको छ। मन्त्री गुप्ताले आफ्नो अमेरिका भ्रमणको नाममा अरू केही व्यक्तिलाई समेत अमेरिका लैजाने प्रयास गरेपछि क्याबिनेट भित्रैबाट हंगामा मचिएको छ। अन्तरिम सरकारका युवा तथा खेलकुद मन्त्री बब्लु गुप्ताले स्वीकृत गराएको अमेरिका भ्रमण सरकारको सदाचार नीति विपरीत छ। सरकारले असोज 5 को मन्त्री परिषद बैठकको निर्णय भन्दै सार्वजनिक गरेको सदाचार नीतिमा राष्ट्रका लागि अत्यावश्यक भएका बाहेक कुनै पनि विदेश भ्रमण नगर्ने उल्लेख छ। आयोजक र कार्यक्रमको अस्तित्वकै विषय विवादमा रहने यो भ्रमण कसरी अत्यावश्यक भयो भन्ने विषय पुष्टि हुन नसक्ने प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयका कर्मचारीहरू बताउँछन्। यसरी अस्तित्वमै नरहेको फर्जी कम्पनी र कागजात खडा गरेर अमेरिका जाने र केही व्यक्तिलाई पनि अमेरिका पुर्याउने मन्त्री गुप्ताको प्रयासलाई रोक्नुपर्ने आवाज उठिरहेको छ।